प्रदेशबाट हुनुहुन्छ जिल्लाबाट सम्पूर्ण आमा दिदी दाजुभाइ र साना साना भाइ बहिनीहरूमा यहाँ तपाईँहरूको उपस्थितिलाई हुन्छ तपाईँहरूको एकदमै महत्त्वपूर्ण उपस्थिति गठन गर्ने सम्बन्धमा प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा विभिन्न श्रम संस्कृति पार्टीका विभिन्न सदस्यहरू र विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा वडा गठन गर्ने निर्णय सर्वसम्मतमा निर्णय पारित गरियो। नवगठित सदस्यहरूको नामावली म भनिदिनेछु, स्वागत गर्नेछौँ। अध्यक्षमा हुनुहुन्छ दिल कुमारी लिम्बू। तालीले स्वागत गरौँ। उहाँलाई यता बाहिर एकैछिन निकाल। अनि बिसुनके अनि उपाध्यक्षमा उपरेन अहिले उहाँको हुनुहुन्छ बस्मिता लिम्बू। ल सचिवज्यू बधाई छ हाम्रो अगुवाई श्रमदाता है। सहसचिवमा हुनुहुन्छ यता आउनुहोस्। ल हाम्रो मेघराज राजवंशी उहाँको पनि ल होला। राज लिम्बू ल राजीव सहनी उहाँको पनि अनुपस्थित अहिले पानी परिरहेको छ। अनि सदस्य हुनुहुन्छ जानुका बिसुनके भद्रपुर वडा नम्बर 5 अनि सदस्यमा हुन्छ राकेश लिम्बू आज गठन भइरहेको छ। पनि अनुपस्थित देखियो। अनि सदस्यमा हुनुहुन्छ आशीराम राई हुन्छ, उहाँ पनि अनुपस्थित देखियो। सदस्यमा हुन्छ धर्मराज जयसवाल। एकदमै हर्कबाद आटोमय बनाउनुहुन्छ भन्दै यो आशा गर्दै धन्यवाद अनि स्वागत चाहिँ हाम्रो प्रदेश। अहिले भद्रपुर वडा नम्बर 5 गठनमा उहाँहरूले चाहिँ शपथ ग्रहण गर्दै व्यक्त गर्न चाहन्छु। हाम्रो पार्टीको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिनु र सबैलाई दाहिने हातमा माटो हाम्रो यो भूमि हामी जसलाई अगाध प्रेम गर्छौँ, जसको कसम खाएर यो देशका निमित्त भनेर हामीले समर्पण यो देशसित हामी कसम खान तयार भएका छौँ। यो देशको विकासका निमित्त पनि हाम्रो पसिना बगाउन हामी तयार छौँ। हामी श्रमदान गरेर देश बनाउन तयार छौँ। हामी हर्कबादमा हिँड्न तयार छौँ। गराउन चाहन्छु र तपाईँहरूले दाहिने हातमा लिएको माटोलाई देब्रे छातीमा छातीको यता देब्रेपट्टि यहाँलाई म भन्छु यसको माटो कसम खान्छु कि आफ्नो नाम भन्नु होला
अध्यक्ष, सचिव, उपाध्यक्ष, श्रम संस्कृति सदस्य, म सदस्य श्रमदानको प्रतिबद्धता सक्रिय रहेको आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पुरा गरी हाल्नेछु। एउटा सच्चा स्वाभिमानी देशभक्त बनेर श्रमको महाअभियानमा सदैव पर्नेछु, लागिरहनेछु। म श्रमदाता बनाउँछु म आफ्नो देश। जय माटो, जय स्वाभिमान, जय श्रमदान, जय देश। धन्यवाद। जय हर्कबाद। धन्यवाद।